मेरो ब्लेड बाइकमा टक्क लिएर जङ्गल डुल्दिने है त आज चाहिँ हामी है बाहुबलीको तलवार बोकेर जङ्गल वाउ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यो मेरो सेकेन्ड भिडियो हो। हेलो एन्ड नमस्ते, वेलकम ब्याक माई न्यू ब्लग। तपाईँहरूलाई स्वागत छ यो मेरो नयाँ सेकेन्ड भिडियोमा। आज चाहिँ टक्क म हातमा बाहुबलीको तरवार बोकेर बुलेट बाइकमा चढेर जङ्गलतिर भ्रमण जाँदैछु। देख्न सक्नुहुन्छ मेरो ब्लेड बाइकमा टक्क लिएर जङ्गल डुल्दिने है त आज चाहिँ हामी है। ओके। आज चाहिँ म गोठालो गइरहेको एक्लै छु जङ्गलमा। यस्तो छ जङ्गल चाहिँ, जङ्गल यस्तै छ। यता चाहिँ यस्तो छ, यता चाहिँ यस्तो छ। यता चाहिँ हाम्रो गाउँ हो, यता छुदाक भन्छ हाम्रो गाउँलाई। अनि यता 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 ताम्कु बाला यस्तै छ गाउँको भ्यूहरू चाहिँ होइन। टक्क लिएर सो सिनहरू भ्यूहरू हेर्दै गोठाला जानु छुट्टै नै मजा नि हुन्छ क्या आउनु चाहिँ। तर अल्छी लाग्ने कि एक्लै भइन्छ है जङ्गलमा, अल्छी लाग्छ नि। यता चाहिँ ढुङ्गा कोपेर बाटो निकालेको है ती। अनि यस्तो छ उँधो माथिदेखि टक्क आएर ढुङ्गा तलैसम्म छ। यहाँ चाहिँ ढुङ्गा कोपेको यो बाबुबाजेहरूसँग सिप चाहिँ थिए, बल तागतहरू सबै थिए। अहिले छैन हामीसित। यस। मेरो ब्लड बाख्राहरू चाहिँ अगाडि हिँडिसके, म भने पछाडि बाहुबलीको तलवार बोकेर जङ्गलमा हराउन सक्छ, त्यही भएर म खेलाउँदैछु पछि। यहाँ रहेछ जङ्गल। यता मान्छे खासै हिँड्दैन क्या यो यस्तो जङ्गलमा। यतातिर पाँदर बाइकहरू केही पाइँदैन क्या, गाह्रो छ। अल्छी लाग्दो। सो अहिले चाहिँ रात पर्ला जस्तो भइसक्यो। मेरो बाख्राहरू नि अगाए जस्तो छ होइन। अनि टक्क लिएर घर फर्किँदै गरेको म र मेरो बाख्राहरू। सरी मेरो ब्लेड्सहरू। यस्तै छ, बेहाल छ गाई। के आइलाग्छ। यस्तो सुनसान जङ्गलमा एक्लै गोठालो। धन्न बाघ भालु चाहिँ पाइँदैन र मात्र हो कि यतातिर, नत्र त एम्पो कस्तो हुन्थ्यो होला यार। एक्लै म चाहिँ बाख्राको गोठ आइसकेँ। यही हो बाख्राको गोठ चाहिँ। अब यहाँ थुन्नु पर्ने हुन्छ बाख्राखोर। सो अहिले चाहिँ यति नै। आजको ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यो मेरो सेकेन्ड भिडियो हो। कस्तो भयो लाइक कमेन्ट सेयर सब गरिदिनु होला है, कमेन्टहरू गर्नु होला।